शान्तिकुवा भन्ने बित्तिकै सबैलाई थाहा होला, रामपुरमा धेरैजनाले शान्तिकुवाको पानी पनि पिउनु भयो होला। मैले देखेको थिएँ रातो किताबमा पनि शान्तिकुवा लेखिएको थियो, तर काम चाहिँ त्यहाँ खासै भयो जस्तो लागेन होइन। धेरै वर्ष भयो, धेरै पालिकाहरूले आफ्नो वार्डमा भएका पुराना सङ्घ संस्थाहरू होइन, पुराना मठ मन्दिरहरू सबै जगाएर राखेको देख्छु। तर हाम्रो नगरपालिकामा किन हो त्यस्ता कुराहरू, कुनै कुराहरू पनि नक्सलै गरिएन। जस्तै राम्रो नगरपालिका पुरानो अगाडि चाहिँ शिव मन्दिर थियो, त्यसलाई त्यो खासै मजा नगरेर जग्गाहरूमा फिलाइयो। अहिले अब हाम्रो त्यो शान्तिकुवा छ, त्यही जान्छ। हाम्रो एउटा अर्को हुलाक देख्नु भएको छ सबैले, हुलाक बनेको कति वर्ष भइसक्यो, त्यसको कलर पनि गइसकेको छ, देख्न सक्नुहुन्छ त्यहाँ गएर। तर त्यहाँ बनेको त मास्टरपट्टिको भवन भगाउन कसले रोक्यो तपाईँलाई होइन। यो एकदमै दुःखको कुरो हो होइन। ज्येष्ठ नागरिक स्कुल कसरी भयो? यो ज्येष्ठ नागरिक स्कुल हो कि विद्यालय हो? यो तपाईँहरूले नगरपालिकामा शिक्षा शाखा पनि थियो होला, के हेऱ्यो त्यसले होइन। अब यो चाहिँ अलिकति सोच्ने विषय छ। तपाईँले ख्याल गर्नुभएको छ, ख्याल गर्नुभएको छैन होइन। म त्यही गणेशमान स्मृति भवनकै साइडमा बस्ने मान्छे। गणेशमान स्मृति भवन अरू कसरी देखाएको छैन, मैले चाहिँ सधैँ देखिरहनु पर्छ, उठ्ने बित्तिकै देख्नुपर्छ। मलाई यति मात्रै होइन कि घाम पर्दा पनि त्यो घामको छाया मेरोमा जान्छ, त्यहाँ पानी जमेर, पानी जमेको धेरै भयो। त्यो पानी कहाँबाट आएछ त भन्दाखेरि माथि नालीको पानी तल त्यही बाटोमा झरिहालेछ। यो त कसैले पनि वास्ता गर्नुभयो। मैले अस्ति वडा अध्यक्ष 5 नम्बरले वडा अध्यक्षजीलाई भेटेर अहिले यसो भयो भने कि यसको काम बन्दैछ भन्नुभयो। कुन काम कसरी बन्दैछ त्यो योजना पनि सुनाउनु भयो। आमाको हल्ला पनि देख्नु भएको थियो। ठिकै छ, अब काम बन्दैछ भने के छ र भन्ने कुरो भयो। तर सार्वजनिक सुनवाईमा यो कुरा उठाउनु पर्छ भनेर मैले उठाएको हो। अनि हाम्रो यो कालो पत्रे गरिन्छ, कालो पत्रे कति समयसम्म टिक्ने हो भनेर कार्य गर्थे राम्रो हुन्थ्यो। त्यसमा दिगो विकास भन्ने कुरो राम्रो छ, विकासहरू धेरै भयो। विकास भन्ने कुरो काम एउटा पनि दिगो विकासका कामहरू भएन। यो तपाईँहरूलाई मैले तर त्यो अघिल्लो वर्ष लगाएका बिरुवाहरू कहाँ के गरे, मरे कति बाँचे के गरे भन्ने कुरो कसैलाई देखाएको छैन। म आफै 15-20 वर्ष भयो वृक्षारोपण गर्दै हिँडेको। त्यसको लागि त्यसको उमा पनि मलाई अलिकति मनमा लागेर यो कुरो गर्न मन लाग्यो होइन। तपाईँहरूको एउटा लास्ट सुनेको छु मैले होइन, रामपुर नगरपालिकामा यो योजना थियो। योजना 5 वर्षभित्रमा मैले यति गर्छु भनेर उहाँले जुन प्रतिबद्धता जारी गर्नुभएको थियो त्यसको 11% मात्रै काम भएको छ। यो कतिको सत्यता हो?